आज म चितवनबाट धादिङ हुँदै धादिङबाट यो गोर्खा जिल्ला तर्ने यो झोलुङ्गे पुलबाट म अगाडि बढ्दै छु। एकदम रमाइलो भइराखेको छ। यो पुलको मुखबाट म यसरी तर्दै छु। अब म गोर्खा जिल्ला आइपुगेको छु। यो गण्डकी गाउँपालिका घ्यालचोक भन्ने ठाउँ हो। यसबाट म अगाडि बढ्दै छु। यस्तो बाटो छ, हेर्नुहोस् त। ओहो ल ल ल बाटो हेर्न, बाटो हो ढुङ्गै ढुङ्गा छ, उकालो छ, ढुङ्गा छ, यति कति गाह्रो छ। ल हेर्नुहोस् त। ओहो उकालो लाग्दैछु म बेनी गाउँ भन्ने ठाउँमा पुग्दैछु। गण्डकी गाउँपालिका वार्ड नम्बर 8 बेनी गाउँमा। बाटो हेर्नुहोस् त साथीहरू, कस्तो छ बाटो। विभिन्न देवदेवतालाई चाहिँ 33 कोटी देवदेवतालाई सम्झिँदै अगाडि बढ्नुपर्ने भएको छ। हेर्नुहोस् त, यस्तो डर लाग्दो छ। बाइक बिग्रियो भने सकियो। फेरि गाडी बोलाएर चाहिँ बाइक गाडीमा लिएर जानु पर्ने अवस्था छ। अलिकति मिस्टेक भएर तलमाथि गयो भने यो भिरबाट लडेर मरिहाल्छ। हेर्नुहोस् त। ओहो ओहो आहा ल हेर्नुहोस् कति गाह्रो छ साथीहरू। ल हेर्नुहोस् पहाडको बाटो, कहिले ग्राभलिङ हुने कहिले पिच हुने यो बाटो। ल हेर्नुहोस् त। ओहो ल हिलाम्मै छ बाटो र सबै। ल हेर्नुहोस् यति गाह्रो छ, यस्तो गाह्रो छ गाउँमा बस्नको लागि। ल हेर्नु यहाँ बाटो ढुङ्गै ढुङ्गा ढुङ्गै ढुङ्गा। बाइक बिग्रियो नि गयो। ल हेर्नुहोस् त भिर कस्तो छ। यो भिरबाट खस्यो भने त सिद्धियो, मर्यो। ल हेर्नुहोस् त। ओहो हो 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 ओ माई गड, ओ माई गड। ल अहिले म त्यो बाटोबाट उकालो तर्दै यहाँ आइपुगेँ। तलदेखि माथि म अब यो बाटो अगाडि बढ्दैछु। अब माथि टाकुरामा आइसकेको छु। ल हेर्नुहोस् त। ल हेर्नुहोस् कस्तो छ। ल यो भिरमा खेती गरिराखेको छ मान्छेले। यस्तो भिरमा पनि ल खेतीपाती गरिरहेको छ। यो गहत हो, गहत छरिरहेको छ। ल हेर्नुहोस् त गहतको खेती भिरमा कसरी गरिराखेको छ। यस्तो छाङ्गो भिर छ, लडेपछि सकियो। यस्तो ल हेर्नुहोस् म अगाडि बढ्दैछु। कस्तो भिर छ अगाडि हेर्नुहोस् त साथीहरू। ल हेर्नुहोस् ओ माई गड, थ्याङ्क गड। ल यसरी अगाडि बढ्दैछु म। हेर्नुहोस् यस्तो भिर छ। अब म एकछिनमा म पहाडको मेरो घर देखाउँदैछु तपाईँहरूलाई। एकछिन धैर्य गर्नुहोस्, स्किप नगरिकन अगाडि हेर्नुहोस् बाटो। ल हेर्नुहोस् छाङ्गा छ, यहाँबाट खसेपछि सक्यो। बाइक बिग्रियो भने कुनै उपाय छैन।